हेलो साथीहरू, नमस्ते। स्वागत छ हजुरहरूलाई मेरो डेली भिडियोजमा। अनि आजको बिहानको मेरो सुरुवात यो चाहिँ चर्च जानलाई रेडी हुँदै गरेको है अहिले चाहिँ। अनि अब चर्च हिँड्न लागेको। चर्चमा चाहिँ नि थोरै काम भएको कारणले गर्दाखेरि हिँडेको है। अनि थोरै काम सकेर अनि छिटो नै घर फर्काइ भयो आज। अनि अब फ्री फ्राइडे अनि हाम्रो थोरै काम छ चर्चमा है, जानेछौँ। मेरो घोडा चाहिँ रेडी भएर छ, टुटु गर्दै रेडी छ। अब चाहिँ म घरबाट निस्किँदै गरेको। अनि यो किबोर्ड चाहिँ मैले अस्ति ल्याएको थिएँ, पुऱ्याइदिएँ। अनि फर्केर आएर अनि म खोलामा है लुगा धुनु गएँ। अनि लुगा धुनलाई रेडी, पानी दमिलो भएर। अनि घर आएर एकछिन गफहरू गऱ्यो। अनि बजार जाने सल्लाह हुँदैछ। यो चाहिँ हाम्रो, उहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ। अनि उहाँ चाहिँ मेरो बडौ। यो कुचो चाहिँ हामीले आफ्नै घरमै उत्पादन गरेको कुचो हो, बेच्ने प्लान हुँदैछ बजारमा। म त भोइस ओभर गर्छु के भरे। हामी कीर्तिपुर गयौँ। अनि बजार हेर्नुहोस् है, यो चाहिँ कीर्तिपुर बजार हो, हाम्रो नजिकैको बजार हो यो चाहिँ। अनि यसो तपाईँहरूलाई अलिअलि बजारको केही भ्यूहरू म देखाउँदैछु। यो चाहिँ माछा पसल हो। अनि हामी आलु चप, प्याजी हामी किन्दैछौँ। यो चाहिँ यो दिदी चाहिँ एकदम पुरानो हुनुहुन्छ कि, हामी सधैँ यो दिदीकोमा खान्थ्यौँ पहिला पनि। अनि त्यहाँबाट हामी किन्दैछौँ। अनि हामी घर आयौँ है। अनि मेरो डेली भिडियो चाहिँ आजले यति नै है। बाई बाई।